आफ्नो मनको विचार राख्नुभन्दा पनि म जनताले हामीलाई के का लागि यहाँ पठाएका छन् भन्ने बारेमा बुँदागत रूपमा जनताका मागहरू वाचन गरेर सुनाउन चाहन्छु। तर त्योभन्दा पहिला चाहिँ हामीले पक्कै पनि यो देश बनाउनका लागि, देश परिवर्तन गर्नका लागि भनेर आएका छौँ। सबैभन्दा पहिला आफूले आफैलाई परिवर्तन गर्नुपर्छ भन्छु म। अघिल्लो शपथ ग्रहणको दिन पनि हामी 12 मिनेट 46 सेकेन्ड ढिलो थियौँ भने आज 16 मिनेट 55 सेकेन्ड हामी ढिलो भएका छौँ। जनताले हामीलाई यसरी ढिलो गर भनेर यहाँ पठाएको हो जस्तो मलाई लाग्दैन। त्यसो भएको कारणले प्रत्येक मिनेटको महत्त्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौँ। नेपाली हो, नेपाली समय हो, 2 बजेको बैठक 3 बजी जाँदा पनि हुन्छ, 4 बजी जाँदा पनि हुन्छ, जे गर्दा पनि नेपाल हो, नेपाली हो भन्ने खालको जुन भाष्य हामीले मनमा लिएर बसेका छौँ, यही सबैभन्दा मुख्य कारण हो हामीले उन्नति गर्न नसक्नुको। त्यसो भएको कारणले गर्दाखेरि सभामुख महोदय मार्फत म सम्पूर्ण सदन, सरकार सबैलाई ध्यान आकर्षण गराउन चाहन्छु। आउँदा दिनमा हामी बैठक सुरु हुनुभन्दा थोरैमा पनि 5 मिनेट अगाडि उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु।